न हत्केलाले सूर्य छेकेको छ, न जुनले घाम देखेको छ, न रहन्छ फुल सधैँ काँडाले बचाएर, न सकिन्छ न अडिन्छ जिन्दगी जन्मदिनमा मोमबत्ती जलाएर। धेरै भयो यार यो कल्पनाको कुरा, अब आज थोरै वास्तविकता बोलाउन। म निस्केको छु एउटा यस्तो बस्तीबाट बाहिर जहाँ झुटको खेती गरेर भ्रमको बिरुवा रोपिन्छ। तिमी विश्वासले सम्बन्ध चल्छ भन्छौ नि, तर यहाँ विश्वासको पर्दाले झुटको अनुहार छोपिन्छ। जस्तो बनाउन चाहेको थिए त्यस्तो कहिले बनेको छैन जीवन। मेरो जस्तै जवाफ तिम्रो मनले पनि त खोजिरहन्छ होला, तर जवाफ कसले दिने? कोठाको भित्तामा टाँसिएको ऐनाले या छातीको भित्तामा टाँसिएको मनले? त्यसैले भयो नगर प्रश्न मलाई। म आफ्नै जीवनको यात्रामा बिस्तारै हराउँदै गएको एक यात्री हुँ। मेरो नजिक भनेर मलाई नयाँ सपना देखाउनै पर्दैन। मैले जीवित आँखाभित्र सपना जलाएको मान्छे हुँ। कुन साइनो अनि कुन जीवनको परिभाषा सिकाउन खोज्दैछौ तिमी मलाई? म त परिस्थिति अनुसार मलामीमा रोएर जन्तीमा रमाएको मान्छे हुँ। हात्तिनु, डराउनु, कराउनु कसको लागि पर्थ्यो? अनि के को लागि पर्थ्यो? यो मिलन, यो बिछोड, यो हाँसो, यो रोदन, कहिले साथीभाइको भिड, कहिले एक्लोपन। यो सबै एकरथका दुई पाङ्रा हुन्, त्यसैले त जीवन चलेको छ। मात्र हेर न, त्यो सुन्दर फुल फुल्ने बोटमा काँडा पनि त पलाएको छ। त्यो धरती एउटै, यो आकाश एउटै, कतै बादल कतै घामले जलाएको छ। तिमी जे भोग्दैछौ नि सायद त्यो जिन्दगी नहुन पनि त सक्छ। तिमी जे देखिरहेको छौ त्यति मात्र पनि त जीवन नहुन सक्छ। यदि बुझ्न चाहन्छौ भने नि जिन्दगी परिवारको जिम्मेवारी काँधमा बोकेर बुढा बाआमा छोडेर आएको लाउरेलाई सोध्नु। अझै बुझ्न सकेनौ भने सपनाहरू काठको बाकसमा बन्द हुनु अगाडि त्यही लाउरेको आत्मालाई सोध्नु। त्यो उसको मृत्यु कदापि हुँदैन, त्यो उसको जिन्दगी थियो जहाँ अब शान्त र सुकुनले निदाउन गएको थियो। तिमीलाई लाग्छ होला होइन फेरि, यदि त्यो जिन्दगी थियो भने मृत्यु के हो भनेर? यदि बुझ्छौ मृत्यु के हो भनेर भने त्यही लाउरेले आराम गरेको जिन्दगीको बाकस खोल्नु अघि बाआमाको काँपिरहेको मुटुलाई सोध्नु। त्यो हो मृत्यु। त्यही बाआमाको आँखामा देखेको डरलाई सोध्नु। त्यो हो मर्नु। थाहा छ तिमीलाई, आत्माले शरीर छोड्नु मात्र मृत्यु हुन्थ्यो भने नि साथी, न जल्थ्यो सिंहदरबार, न भत्किन्थ्यो अदालत, न मारिन्थ्यो युवा, न गरिन्थ्यो चुनाव। यदि डुल्नु र हिँड्नु मात्र जीवन हुन्थ्यो भने नि न ऋतु हुन्थ्यो एउटा आमाको काख, न श्रृङ्गार हुन्थिन् भाउजू सेतो सारीमा, न चल्थ्यो गोली छाती र टाउकोमा, न ढल्थे दाइ सडकमा। त्यति सजिलो कहाँ छ र यार जिन्दगी बुझ्न? यदि त्यति सजिलै बुझ्न मिल्ने भयो नि जिन्दगी, न गर्नुहुन्थ्यो सिद्धार्थ गौतमले तपस्या, न बन्नुहुन्थ्यो बुद्ध भगवान। शरीरको श्रृङ्गार र ओठमा हाँस्ने जीवन कहाँ हुन्छ र? यदि त्यस्तो हुन्थ्यो भने न बोलाइन्थ्यो मलामी, न बनाइन्थ्यो शमशान। तर वास्तविकताप्रति कसैलाई विश्वास नै हुँदैन, सबैलाई कल्पनामा रमाउनु छ। तिमी आफू रमाउँदा आफ्नै जीवनको परिभाषा दिन सक्छौ। तिमीले दिएको जीवनको परिभाषा सबैलाई नमिल्न पनि त सक्छ। दाइ मेरो आवाज आइरहेछ? फोन आएको रहेछ। तिमीले दिएको जीवनको परिभाषा सबैलाई नमिल्न पनि त सक्छ। हेर न, त्यो कोट र टाईमा सजिएर कार चढेर स्कुल गएको विद्यार्थीले सडकमा फोहोरको थुप्रोबाट जुठो खाना उठाउने बालकलाई कुन जीवनको परिभाषा दिन सक्छ? हुँदैन नि साथी, सबै तिमीले चाहेको जस्तो बाँचेको हुन्छ सबैले फरक जीवन, भाग्यले पाएको जस्तो। तिमी पनि त मलाई सुमिन्जेल वाउ भन्छौ होला, शब्द मन पराउँछौ होला, तर प्रश्न गर्ने हिम्मत गर्छौ मलाई के भएको छ भनेर? त्यति सजिलो कहाँ छ र साथी भावनालाई शब्दमा रुवाउन पनि? केही भोगेको हुनुपर्छ, कतै दुखेको हुनुपर्छ, आँसुलाई मसी बनाएर कागजमा अक्षर चुहाउन पनि। भयो यार छोड, कसलाई बुझाउनु छ र जिन्दगी? दाजुभाइमा काटमार हुन्छ यहाँ अंशको लागि, जन्मिन नपाई छोरीलाई गर्वमै फ्याँक्ने गरिन्छ वंशको लागि। भान्जा भान्जी देउता हुन् भन्ने शब्द हिजो सत्य युगमा नै प्रयोग भएको थियो शकुनी र कंशको लागि। कुन जीवनको परिभाषा बुझाउन आउँछौ तिमी मलाई? न कसैले देखेको छ मृत्यु, न कसैले जिन्दगी भेटेको छ। फर्किएका छैनन् मर्नेहरू, बाँच्नेहरू मरेको छ। त्यसैले तिमी कल्पनाको जीवन बाँच्नु, म यथार्थको मृत्यु बाँचौँला। किनकि न हत्केलाले सूर्य छेकेको छ, न जुनले घाम देखेको छ, न रहन्छ फुल सधैँ काँडाले बचाएर, न सकिन्छ जिन्दगी, न अडिन्छ जिन्दगी जन्मदिनमा मोमबत्ती जलाएर। Help me! Thanks.
Head there.